हेलो, म चाहिँ अस्मिता पौडेल है। अनि मैले चाहिँ धेरै लामो समयबाट युट्युब च्यानल खोल्छु भन्ने सोचिरहेको थिएँ होइन। अनि तर कहिले के भएर खोल्ने भइरहेको थिएन कि मिलिरहेको थिएन। अनि मेरो साथीले युट्युब च्यानल खोली मिस अङ्किता पगेनी। अनि त्यो चाहिँ अहिले खोलेपछि अनि म त्यसकोमा आउनु थालेँ। अनि त्यसपछि मलाई खोल्नु पर्ने जस्तो लाग्यो किनभने डुली त त्यहीसँग म अनि देखिँदा त्यहीसँग हो। अनि त्यसपछि खोलिनँ। अनि त्यसपछि यहाँ आएपछि म खोल्छु भन्ने सोचेको थिएँ। अनि त्यस्तै भइरहेको थियो, टाढिरहेको थिएँ मैले। अनि मेरो बहिनीले चाहिँ खोल भनेर भनिरहेको थिएन। अनि त्यही भएर चाहिँ लेट्स वाइ नट एटलिस्ट म त्यस्तो रिचमा पुगिनँ भने पनि मेरो चाहिँ यङ हुँदाखेरि सबै कुराहरू मैले पछि बुढो भएपछि एटलिस्ट हेर्न त पाउँछु नि मैले। त्यो भएर चाहिँ आइ एम ओपनिङ माई न्यू च्यानल त के भने वान एन्ड ओन्ली अस्मिता पौडेल च्यानल। आज चाहिँ हामी चाहिँ म बस्ने चाहिँ ओसाकामा हो। अनि हामी चाहिँ टोकियो जान लाग्यो कि मेरो अङ्कल टोकियोमा बस्नुहुन्छ, मेरो सानो बुवा। अनि हामी चाहिँ अहिले यो मेरो 2 हप्ताको युनिभर्सिटी बिदा थियो। अनि त्यसपछि हामी चाहिँ जान लाग्यो। अनि मैले चाहिँ वाइ नट फर्स्ट भ्लग सुरु गरौँ न त्यहीँबाट भनेर चाहिँ सुरु गरेको। प्लिज सपोर्ट मी इफ यु लाइक, प्लिज लाइक सब्सक्राइब माई च्यानल। अनि यो चाहिँ मेरो बहिनी है। अनि त्यसपछि हामी चाहिँ सबै खानासाना खायौँ। यो चाहिँ कामबाट आएर सुतेछु उठाउँदा यस्तो झ्याउलाएर मलाई नि मैले भोलिपल्ट चाहिँ लाउने कपडा सबै ट्राई गरेर हेरेँ। यसलाई मात्र छैन थाहा के लाउने भनेर। मलाई चाहिँ सबै थाहा छ यो लाउँछु भनेर। अनि हाम्रो चाहिँ ब्याग प्याक भइसक्यो। अनि एउटा चाहिँ बाहिर छ। लेट्स गो नाउ। म टल्केछु नि। टाइम फर ब्रेक। यस्तो दामी फुलहरू हुन्छ होइन। अनि अस्ति एउटा साथीले चाहिँ यसलाई तोरीको फुल भनिदिएर आयो। यसलाई हुन्छ अर्कै फुल हो क्या त्यो। एउटा मान्छे जान्छ मेरो एसिस्टेन्ट पनि बोकेर आएको मैले। एसिस्टेन्टले चाहिँ सुर्केस लगाइदियो हुनुहुन्छ होइन। सुरुचोटि चाहिँ म कि यहाँनिर के भन्छ अड्किरहेको हुन त म हिँडिरहेको हो है वहाँ पनि। अनि यो चाहिँ उमेदा होइन, उमेदाको स्टेसन। यहाँ चाहिँ यहाँ पनि टोकी जाने बस चाहिँ चढ्न मिल्छ कि। अनि तर यहाँबाट चाहिँ हामीले सुरुमा होइन अङ्किता सुरुमा यतिबाट ट्राई गरेको। अनि नभएर चाहिँ अनि हामीले फेरि नभएर भन्दा नि एक्सपेन्सिभ रहेछ कि होइन। अनि अङ्कितालाई पठाएको बुन्दालाई अङ्किताको रङ उडिरहेको अनि रङ उडिरह होइन। अनि त्यसपछि के भयो भनेर भनेको त 82 82 ऱ्याङ्क लाग्छ जान मात्र भनेर भन्यो। अनि त्यसपछि हामीले चाहिँ एउटा वेबसाइटबाट चाहिँ खोलेर होइन। अनि त्यसपछि प्रिमियम ठाउँ भेटाऊँ। आई मिन कस्तो राम्रो हो कि त्यो सिटिङ एरिया राम्रो। यहाँ चाहिँ यसरी उभिएर यो पनि जान्ला होला डोके। अनि उभिनुपर्छ भने जस्तो राम्रो। अनि तपाईँहरूलाई त्यो वेबसाइट बुझ्नु मन लाग्यो नि मेरो बहिनीले भनिदिन्छ मैले पछि डिटेलमा। मलाई चाहिँ थाहा छैन खास। म चाहिँ अहिलेको लागि फलोअर मात्र हो कि। मनको चाहिँ यस्तो दुईवटा चाहिँ एकदम मनपर्छ क्या। एउटा चाहिँ सनसेट होइन अनि एउटा चाहिँ लाइटिङ क्या। चामल लाइटिङ जस्तो मजा लाग्यो भने मलाई फेरि यस्तो लाइटिङ मनपर्छ क्या। तिमीलाई के मनपर्छ भने जापान सबै मनपर्छ। उसो जापान लभर है। लेट्स गो। हामी चाहिँ अलिक हिँडेर जानुपर्छ कि उमेदाबाट नि अलिकति यसरी बस्ने। यसरी बस्ने बाल छैन यहाँ चाहिँ सिङ्गल उडेर बसेर होइन। चिसो छ तर त्यस्तो धेरै चाहिँ खायो। अहिले चाहिँ हाम्रो मम्मीहरू जहिले पनि सुटको चल्दाखेरि नाप लेखाइदिएर कि बग्ने त होइन यसरी नाप लेखाएर पठाउनुहुन्छ कि। अनि यसले छोपिरहेको थियो कि नाम। अनि अलिक जाडो भएर चाहिँ यसले लगाएर हिँड्थ्यो कि अहिले चाहिँ हावा लाग्छ। यस्तै हावा लाग्छ कि लेट्स सी अब क्यामेरा गर्छु नभए चाहिँ यसो बुढो गर्नुपर्छ। एसिस्टेन्टले फेरि धेरै बेर काम गर्छु। मेरो त्यही हो। बस खानेकुराहरू बिल्डिङको तल हिँड्दा यो स्काई उमेदा स्काई बिल्डिङको तल चाहिँ यहाँनिर
यहाँ चाहिँ हामी जाने हो अब हाम्रो चाहिँ यहाँ 10-15 दिन हामी यस्तो दार्जिलिङवाला कफी खानु के हो कफी कोका हो अनि यसकै यो बाहिर कस्तो सफ्ट यो बाहिर होइन त्यो र तातो भयो तातो धेरै तातो के खाएको दिन कोका त्यो के मजा कस्तो हुन्छ नि यहाँ चाहिँ जस्तै अब हाम्रो मम्मीहरूले त्यो नयाँ नयाँ चिज थाहा नभएर सोध्दै गरेर चाहिँ त्यस्तै खालको हुन्छ कि मजा यहाँ त्यस्तो यहाँ जापानमा त्यस्तो भएर नभए नेपालमा त नेपाल हल्लायो मान्छे होइन तर मैले यस्तो प्रब्लम केही छैन एक अलि दिनपछि यसलाई सिकाउँछु मैले नयाँ नयाँ प्लिज म आएको 3 वर्ष भइसक्यो डुलुलु सुलुलु खाँदा खाने के भएर अनि हाम्रो चाहिँ अर्डर गर्न आएर अनि स्टेसनमा मास्टरले चाहिँ अर्डर गरेपछि हाँसी हजुर ल्याइदिउँ हामी चाहिँ झऱ्यौँ कति छिटो गयो हामी त 7 बजी आइपुग्यौँ 7:15मा कस्तो घाम लाग्यो यस्तो के हो हामीलाई सिन्जुकी स्टेसनबाट चाहिँ झरेर जानुपर्छ म चाहिँ कलर एज अलवेज भन्छ त्यहाँबाट चाहिँ 1300 एलिभेटर रहेछ बाख्रै है कस्तो ठाडो होला कि यो चढ्न भयो भने म त थाक्छु म त आउँदिनँ सुन्नु अलिकति हाम्रो फेस भयो कस्तो भयो हालत छ हाम्रो त टोकियो बेबी फाइनली आउँदै भएको चाहिँ यहाँ टक बजेर आइपुग्यो अङ्कल यहाँ अङ्कलको पसलमा आइपुग्यौँ तर खोज्छैन बस्छु फाइनली हामी चाहिँ यहाँ अङ्कलको रुम तल आएर बसिरहेको छौँ यही हो अङ्कल मन्दिरबाट पानी निकाल्नु भयो साथीले सर्पडे भनेर सर्पडे अङ्किता पौडेलद्वारा बनिरहेको छ होइन यस्तो अङ्किता सर्पडे कति रुपियाँ प्लेट हो साथी 50 रुपियाँ प्लेट दिन तयार म है जम्मा 50 म एकमा राखेको है 12 छ तर सर्पड बेच्ने हुन्छ नरिस होला यस्तो चाहिँ नलेख ल अलिक मन दुख्छ ल ल सिङ्गर है उहाँ चाहिँ गीत सिङ्गर मलाई उस भन्नु अङ्कल विशेषता यहाँ किन आउँछ मान्छेहरू यहाँ चाहिँ अब यो त विशेषता त मलाई पनि त्यति विशेष त छैन म चाहिँ आउने चाहिँ किनभने एउटा चाहिँ आस्था अनि मेरो चाहिँ यहाँ चाहिँ एउटा चाहिँ कस्तो हुन्छ भने हातमा सिक्का लिएर एउटा ठाउँ हुन्छ त्यो चाहिँ यसरी फाल्दाखेरि त्योमा पुग्यो भने चाहिँ त्यो जाली हुन्छ क्या त्यो भित्र छिर्यो भने चाहिँ हामी भाग्यमानी भन्ने चाहिँ मजाको मुल अनि सुची गएर यो ग्यारह बजे चल
देखाएको छु बुढी बाई बाई त धेरै चित्त बुझ है कस्तो राम्रो मुन पनि लाग्छ हेलो हेलो फाला त्यस्तै गरेर यहाँ त्यस्तो स्टलहरू पनि यहाँ चाहिँ स्ट्रिट फुडहरू खानु चाहिँ यहाँ दिने चाहिँ नि हामीलाई खानु मन लाग्छ यो ट्याम्पल चाहिँ यस्तो राम्रो भयो रियलमै हेर्दाखेरि टल्किनी हामी चाहिँ निस्क्यौँ मेरो नभए चाहिँ भोलि घुम्ने कसरी भन्ने प्लान भएर अब घुम्ने नै त हो के अरे अब छोरीहरू उहाँबाट आएर घुमाउनु पर्यो पऱ्यो ल बाई बाई ह्याप्पी न्यु इयर दाई वाचिङ हामी चाहिँ यस्तो थाकेर यहाँ खाना खान थाल्यो भने अङ्कलहरूले चाहिँ खाना खान थाल्नुभयो अचार छैन खाना खान थाल्नुभयो अचार म चाहिँ यहाँ यसरी बसिरहेको छु मेरो बहिनी चाहिँ यहीँ छि बाई भनिदिनु सबैजनालाई ल बाई 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 थ्याङ्क यू फर वाचिङ फर्स्ट भ्लग हो मेरो है जस्तो कि जे भयो नि केही कमी कमजोर भयो भने कमेन्ट गरिदिनु मेरो नङ पनि हेरिदिनु लास्टमा बाई बाई ह्याप्पी न्यु इयर